बालबालिकाको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको ठहर गर्दै मेटालाई $567 मिलियन अर्थात् करिब नेरू 86.32 अर्ब भुक्तानी गर्न अमेरिकी अदालतको ऐतिहासिक आदेश। फेसबुक र इन्स्टाग्रामको मालिक सोसल मिडिया कम्पनी मेटाले बालबालिका तथा किशोर किशोरीहरूको मानसिक स्वास्थ्य र सुरक्षामा गम्भीर क्षति पुर्याएको ठहर गर्दै अमेरिकाको न्यू मेक्सिको राज्यको अदालतले $567 मिलियन अमेरिकी डलर करिब रुपी 76 अर्ब तिर्न र आफ्ना प्लाटफर्महरूको कार्यशैलीमा व्यापक परिवर्तन गर्न आदेश दिएको छ। न्यू मेक्सिकोको पहिलो न्यायिक जिल्ला अदालतका न्यायाधीश ब्रायन बिडसेडले बिहिबार उक्त फैसला सुनाएका हुन्। $567 मिलियन को बजेट विनियोजन रकम कसरी प्रयोग हुनेछ? अदालतको 67 पृष्ठ लामो फैसला अनुसार तिर्ने उक्त रकम किशोर किशोरीहरूको उपचार र रोकथाममा केन्द्रित रहनेछ। $420 मिलियन राज्यका युवाहरूका लागि प्रत्यक्ष मानसिक स्वास्थ्य उपचार सेवाहरू उपलब्ध गराउन प्रयोग गरिनेछ। बाँकी $147 मिलियन आगामी 5 वर्षभित्र जनचेतना अभिवृद्धि, मानसिक स्वास्थ्य स्क्रिनिङ, रोकथामका कार्यक्रम तथा प्रशासनिक खर्चमा प्रयोग गरिनेछ। मुद्दाको पहिलो र दोस्रो चरण कुल $942 मिलियन जरिवाना। यो ऐतिहासिक मुद्दा 2 चरणमा सुनुवाई भएको थियो। पहिलो चरण मार्च, जुरीले मेटाले आफ्ना प्लाटफर्महरूको सुरक्षाबारे गलत विवरण दिएर उपभोक्ता संरक्षण कानून उल्लङ्घन गरेको र बालबालिकाको यौन शोषणबारे जानकारी लुकाएको ठहर गर्दै $375 मिलियन सिभिल पेनाल्टी तोकेको थियो। 2. दोस्रो चरण अगस्त, न्यायाधीशले मेटाका प्लाटफर्महरूलाई राज्यका लागि सार्वजनिक उपद्रव ठहर गर्दै थप $567 मिलियन तोकेका हुन्। कुल दायित्व दुवै चरण जोड्दा मेटाले न्यू मेक्सिको राज्यमा मात्र कुल $942 मिलियन भुक्तानी गर्नुपर्ने भएको छ। बालबालिका सुरक्षाका लागि अदालतद्वारा जारी कडा निर्देशनहरू न्यायाधीश बिडसेडले मेटालाई आगामी 5 वर्षसम्म आफ्ना फेसबुक र इन्स्टाग्राम एपहरूमा अनिवार्य सुधार र नियमहरू लागू गर्न आदेश दिएका छन्। उमेर पहिचान र एआई प्रविधि 13 वर्षभन्दा मुनिका बालबालिकालाई अनुमान गर्न एआई मोडल विकसित गर्ने र शङ्कास्पद प्रयोगकर्ताहरूसँग उमेरको प्रमाण माग्ने। विद्यालयहरूसँग सहकार्य विद्यालयका कर्मचारीहरूले 13 वर्ष मुनिका प्रयोगकर्तालाई रिपोर्ट गर्न सकिने विशेष पोर्टल बनाउने। डेटा हटाउने 13 वर्षभन्दा मुनिका बालबालिकाको सङ्कलन गरिएको सबै व्यक्तिगत डेटा मेटाले तुरुन्त नष्ट गर्नुपर्ने। प्रयोग सीमा र नोटिफिकेसन किशोर किशोरीहरूका लागि मासिक प्रयोग सीमा तोक्ने र रातिको समयमा नोटिफिकेसनमा नियन्त्रण गर्ने। वयस्क नाबालिग सम्पर्क र एआई च्याटबट वयस्क र नाबालिग बीचको सम्पर्कमा कडा निगरानी राख्ने तथा बालबालिकालाई एआई च्याटबटहरूसँग यौनजन्य वा रोमान्टिक कुराकानी गर्नबाट रोक्ने। सूचनात्मक स्क्रिनहरू प्रयोगकर्तालाई सुरक्षा फिचर र अनुचित टिप्पणीहरू रोक्ने औजारबारे जानकारी दिन ब्यानर र सूचनात्मक स्क्रिनहरू नियमित रूपमा देखाउनु पर्ने। प्रदूषण फैलाउने कारखानासँग तुलना न्यायाधीश बिडसेडले फैसलामा मेटाका प्लाटफर्महरूलाई प्रदूषण फैलाउने कारखानासँग तुलना गरेका छन्। जसरी कारखानाले हावा र वातावरण प्रदूषित गर्छ, त्यसैगरी मेटाका प्लाटफर्महरूले बालबालिकामा मानसिक तनाव र यौन शोषणको जोखिम उत्पन्न गराएर समाजमा सार्वजनिक उपद्रव र प्रदूषण फैलाएको अदालतको टिप्पणी छ। महान्यायाधिवक्ताको दाबी र मेटाको प्रतिक्रिया न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल तोरेजले यो निर्णयलाई अभिभावक र बालबालिकाहरूको ठूलो जित भएको बताएका छन्। उनले भने कम्पनीहरूले आफ्ना उत्पादनको डिजाइनबाट नाफा कमाउन बालबालिकालाई जोखिममा पार्छन् भने उनीहरूलाई उत्तरदायी बनाइनेछ भन्ने यो स्पष्ट सन्देश हो। मेटाको प्रतिक्रिया मेटाले अदालतको फैसलाप्रति कडा असहमति जनाउँदै यस निर्णय विरुद्ध पुनरावेदन गर्ने घोषणा गरेको छ। मेटाका प्रवक्ताले भनेका छन्, हामी हाम्रा प्लाटफर्महरूमा मानिसहरूलाई सुरक्षित राख्न कडा मिहिनेत गर्छौं। किशोर किशोरीहरूको सुरक्षा सम्बन्धी हाम्रो रेकर्डमा हामी विश्वस्त छौं र तथ्यहरूलाई गलत रूपमा प्रस्तुत गर्ने दाबीहरू विरुद्ध अदालतमा आफ्नो बचाउ जारी राख्नेछौं। फैसलाको विश्वव्यापी र कानूनी महत्व यो फैसला अमेरिकाभर सोसल मिडिया कम्पनीहरू विरुद्ध चलिरहेको कानूनी लडाईँमा एक ठूलो नजिर बनेको छ। हाल अमेरिकाका 40 भन्दा बढी राज्यहरू र 1300 भन्दा बढी विद्यालय जिल्लाहरूले मेटा,
टिकटक, स्न्यापच्याट र युट्युब जस्ता कम्पनीहरू विरुद्ध बालबालिकाको मानसिक स्वास्थ्य बिगारेको आरोपमा मुद्दा हालिरहेका छन्।